माननीय सदस्य बिना लामा। सम्माननीय सभामुख महोदय, सर्वप्रथम त राजसंस्था पक्षधारको जनलहरको एक धक्काले हो कि मन्त्रीहरू नै गायब भएको, तर आउनुभयो, उहाँहरूलाई स्वागत छ र जिम्मेवारी बन्नको लागि पनि सुझाव दिन चाहन्छु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण अनुदान वितरणको आधार र मापदण्ड यथार्थपरक नबनाई पक्षधारको आधारमा बाँडफाँड गर्ने बुझिएको छ। सभामुख महोदय, यस्तै आयोगको स्वीकृति बिना युएसएआइडीको सहयोग दुरुपयोग भएको र यसमा आयोगकै पदाधिकारी समेत संलग्न छन् भन्ने समाचारहरू पनि आएको छ। यो विषयमा अर्थ मन्त्रालयले समेत सम्झौता नभएको भनी गलत सूचना प्रवाह गरी यसले गैर जिम्मेवारीपन उहाँहरूले देखाउनु भएको छ। यसमा म जोरदार माग के गर्छु भने निष्पक्ष रूपमा यो छानबिन गरियोस् र यस गरिमामय सदनलाई यसको सत्य तथ्य के हो भनेर जानकारी गराइयोस् भनेर। माननीय सदस्य श्याम कुमार घिमिरे। सम्माननीय सभामुख महोदय, सिन्धुली जिल्लाको सुँगुरे खोला र भन्दा अगाडिको एउटा अक्करे भिर छ। त्यो अक्करे भिरमा सधैँ बर्सातको समयमा गाडी अवरुद्ध हुन्छ र त्यो भिरमा जुनसुकै बेला पनि गाडी खस्न सक्ने सम्भावना बनिरहेको छ। अरू बेला पनि त्यहाँ फुक्का पहिरो गइरहन्छ र यो यत्रो ठुलो राजमार्ग, यो मध्य पहाडी राजमार्गको एउटा महत्त्वपूर्ण भाग, यसमा चाहिँ सधैँ गाडी यति धेरै गाडी गुड्ने ठाउँमा अहिलेसम्म त्यसको चाहिँ राम्रोसँगले मर्मत सम्हार हुन सकेको छैन र त्यसलाई अविलम्ब मर्मत सम्हार गर्न या अर्को बाटो, अर्को रुट हेरेर त्यो रुट चेन्ज गर्नलाई पनि म सभामुख मार्फत म नेपाल सरकारसँग अनुरोध गर्दछु। धन्यवाद। माननीय सदस्य शान्ति बिक। सम्माननीय सभामुख महोदय, 240 वर्ष राजतन्त्र नेपाल र नेपालीको विगत हो। लोकतान्त्रिक गणतन्त्र हाम्रो वर्तमान अनि भविष्य हो। सामाजिक सञ्जाल भरपुर प्रयोग गरेर जनताको बीचमा व्यवस्था गलत साबित गर्ने कोसिस गर्नु धमिलो पानीमा माछा मार्ने हो। धमिलो पानीमा सधैँ माछा पर्छ भन्ने हुँदैन। सभामुख महोदय, विगत फेरि वर्तमान हुन सक्दैन। त्यसैले को कताबाट आउँछ, को कता जान्छ त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण यो हो देशमा आर्थिक सुधार र रोजगारी, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, भौगोलिक संरचना अनुसार सडक पूर्वाधार, सुरक्षा, न्यायको व्यवस्था, दिगो विकास, शान्ति सुव्यवस्था जनतामा प्रत्याभूत गराउनु हो। संविधानमा व्यवस्था भए अनुसारको व्यवस्था बलियोसँग कार्यान्वयन पक्षमा लैजानु महत्त्वपूर्ण कुरा हो र हामी सबैको दायित्व रहेको छ। सभामुख महोदय मार्फत म सरकार र यस सदनमा को ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल। माननीय सदस्य शिवा नेपाली। सम्माननीय सभामुख महोदय, केही दिन अगाडि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हक हित, सशक्तिकरण, नेतृत्वबारे व्यापक चर्चा भइरहेको थियो। विश्वभरि नै शुभकामना आदान प्रदान भए, तर समाजको एउटा महत्त्वपूर्ण वर्ग महिला बन्दीहरूको पीडा हाम्रो नजरमा ओझेलमा परेको छ। काठमाडौँमै देशकै ठुलो महिला सुधार केन्द्रमा 479 जना महिला बन्दीमध्ये 106 जना बैंकिङ कसुरका कारण थुनिएका छन्। यो त सानो उदाहरण हो। देशैभरि कति होलान्? अधिकांशले सामान्य वित्तीय साक्षरताको अभावमा चेक बाउन्स जस्ता सामान्य मुद्दामा वर्षौंसम्म सजाय भोग्नु परेको छ। उनीहरूको बालबच्चा र परिवारसँग छुट्टिएर बस्दाको मनोसामाजिक समस्याबाट ग्रसित छन् र उचित परामर्श र सहयोगको व्यवस्था छैन। राज्यको वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्न जरुरी छ। बैंक तथा वित्तीय संस्थाहरूको CSR बजेट कहाँ खर्च भइरहेको छ? निर्दोष नागरिकले न्याय पाउने सुनिश्चितता किन छैन? महिला बन्दीहरूको न्याय पुनर्स्थापना र वित्तीय शिक्षाका लागि तत्काल प्रभावकारी कदम चालियोस्। सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। नेपालको माननीय सदस्य शिशिर खनाल। सम्माननीय सभामुख महोदय,
काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाली काङ्ग्रेसका नेताले कब्जामा लिई भोग चलन गर्दै आइरहेको र स्थानीय वासीहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। त्यसैगरी तारकेश्वर वडा नम्बर 10 मा सरकारी जग्गाबाट प्लटिङ गरेको जग्गामा बाटो लगेको कारण स्थानीयहरूले विरोध गरेका छन्। वडा कार्यालय नजिकै भए पनि वडाले समस्या समाधान गर्न कुनै तदारुकता देखाएको छैन। साथै तारकेश्वर 6, 7, 8, 9, 10, 11 वडा तथा टोखा 8, 9, 10, 11 मा सुक्खा समय सुरु भएसँगै खानेपानीको समस्या देखिएको छ। मेलाम्चीले नसमेटे रिङ रोड बाहिरका क्षेत्रमा मेलाम्चीको दोस्रो चरणको परियोजनाको सर्वेका साथै स्थानीय स्रोतको दिगो परिचालन गरी यी क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न म खानेपानी मन्त्रालयसँग माग गर्दछु। धन्यवाद। माननीय सदस्य शेरबहादुर कुँवर। के आपत्ति हो मान्यज्यू? नियम आपत्ति हो कि केही कुरा राख्नु खोज्नुभएको के हो? ल माननीय सदस्यलाई मैले समय दिएको छैन, यहाँको ध्यान आकर्षण भएको छ, त्यो कुरासँग तपाईँको असहमत भयो, आफ्नो राख्ने कुराहरू उहाँले राख्नु भएको छ। माननीय सदस्य आसन ग्रहण गर्नुहोस्। नेपाली काङ्ग्रेसका एकजना नेताले भने जस्तो सुनिएको छ उहाँको, अब यो आफ्नो ठाउँमा कुराहरू होला। ठिक छ, तपाईँ त्यहाँ सोझै प्रतिवाद नगरौँ। ल अब बैठकको कारबाही अगाडि जान्छ। मैले माननीय सदस्य शेरबहादुर कुँवरलाई समय दिएको छु। सम्मान्य सभामुखज्यू, कुनै वर्ग पेसा समुदायको भावनामा चोट पुग्ने गरी सरकारको जिम्मेवारीमा रहेकाहरूको तर्फबाट अभिव्यक्ति आउनु गलत हो। केही दिनदेखि शिक्षक महासङ्घको नेतृत्वमा विभिन्न माग राखी सम्पूर्ण शिक्षकहरू सडक आन्दोलनमा छन्। उहाँहरूले राखेका पेशागत हितका मागहरू जायज छन्। समयमै ध्यान पुर्याई ती मागहरू पुरा गरियोस्। पछिल्लो समय युरोपका पोल्यान्ड, ग्रिस लगायतका देशहरूमा रोजगार र अध्ययनको लागि जाने नेपालीको सङ्ख्या बढ्दो छ। विदेशी नै नेपालीहरूको मुख्य सम्पत्ति राजधानी हो। कतिपय व्यक्तिहरू राजधानीको अवधि सकिएर नवीकरण गर्न पाइरहेका छैनन्। नवीकरण गरिएका कारण अवैध हुने भएकोले झन्झट भइरहेको छ। अहिले युरोपमा पनि अवैध बसेका आप्रवासीहरूका विरुद्ध धरपकड सुरु भएको छ। त्यो मारमा नेपालीहरू पनि परिरहेका छन्। राजधानी विभागले ती देशहरूमा राजधानी नवीकरणको लागि घुम्ती सेवा गर्ने भनिएकोमा हालसम्म सेवा सञ्चालन गरिएको छैन। विषयको गम्भीरतालाई ध्यान दिनका लागि सम्मान्य सभामुखज्यू मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य शोभा ग्यावाली। सम्मानीय सभामुख महोदय, नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ। कृषिको आधुनिकीकरण तथा व्यावसायिकरणको कुरा गर्दा व्यवसायी किसानले बिना झन्झट अनुदान पाउने व्यवस्था सिजन अनुसारको उचित समयमा रासायनिक मल, उन्नत जातको बिउको उपलब्धता र उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टीका निम्ति ठोस योजना बनाउन म नेपाल सरकारसँग माग गर्न चाहन्छु। सभामुख महोदय, वैदेशिक रोजगारका लागि युवाहरू पलायन भइरहेका छन्। चरम वृद्धि भइरहेको छ। देशभित्र रोजगारको व्यवस्था सिर्जना गरी 1 वर्षमा कति हजार युवालाई रोजगार सिर्जना गर्न सकिन्छ। ठोस योजना बनाउन, उद्योग स्थापना गर्न र सञ्चालनमा वित्तीय पहुँच सहज बनाउन, रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन, साथै अपाङ्ग वर्गीय, जातीय, क्षेत्रीय, भाषिक र लैङ्गिक विभेदलाई अन्त्य गर्न ठोस योजना बनाई कार्यान्वयन गर्न म नेपाल सरकारसँग जोरदार माग गर्न चाहन्छु। हस्त। धन्यवाद। माननीय सदस्य शङ्कर भण्डारी। सम्माननीय सभामुख महोदय, पवित्र धार्मिक स्थल देवघाट ऐतिहासिक र पौराणिक स्थल, पवित्र नदी काली गण्डकी, काली नदी सुनिँदैछ सरकार काली गण्डकी नदीलाई डाइभर्सन गर्ने मनस्थितिमा छ भन्ने म सम्माननीय सभामुखज्यू मार्फत आग्रह गर्न चाहन्छु। संसारकै पवित्र धार्मिक स्थल हामीले भर्खरै अनुभव गऱ्यौँ। भारतको महाकुम्भेश्वर मेलाको पौराणिक तथ्यहरू छ त्योभन्दा पवित्र धार्मिक स्थल देवघाट र प्रकृतिको नियमले पनि प्रकृतिको नियमअनुसार आफ्नो बाटोमा बगिरहेको पवित्र काली गण्डकी नदीलाई यो चाहिँ डाइभर्सन गर्ने कुरा यो अत्यन्त प्राकृतिक नियमको पनि विरुद्धमा र नेपालको प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा पनि बढी सम्भावना भएको देवघाटको चाहिँ पवित्रतालाई पनि गम्भीर असर पर्ने कार्य भएको कारणले बस
सरकारलाई आग्रह गर्न चाहन्छु, यो गलत काम गर्ने मनस्थितिबाट सरकार पछि हटोस्। माननीय सदस्य सन्तोष चालिसे। सम्माननीय सभामुख महोदय, म काठमाडौँको क्षेत्र नम्बर 3 जोरपाटी सुन्दरीजल सडक, जुन सडक चाहिँ नुवाकोट पनि र सिन्धुपाल्चोक पनि जान्छ, त्यो सडक 14 मिटरको छ। त्यो सडकभित्र चाहिँ सुन्दरीजलसम्ममा 4वटा पुलहरू पर्छन्। त्यो पुल चाहिँ 14 फिटको छ। जम्मा 14 फिटको पुल भएको हुनाले गत साल बजेट माग गरियो। बजेट 5-5 लाख परेछ चाँडै पुललाई। अब सोध्नु भयो 5-5 लाख चाहिँ के हो भने यो डिपिआर बनाउन भन्ने कुरा हो। अब डिपिआर बनाइसकेर अब 3 महिनादेखि चाहिँ यसमा लाग्दा बल्ल अर्थ मन्त्रालय पुग्यो। अहिले आएर यसको बजेट सुनिश्चितता छैन भन्ने कुरा आयो। यसले गर्दा दैनिक त्यो एउटा धार्मिक क्षेत्र पनि हो, त्यसमा चाहिँ त्यो स्कुलका बसहरू, कर्मचारीका भिड, त्यहाँ श्राद्ध गर्ने आउनेका भिड, त्यसले गर्दा त्यो हिँडि नसक्नुको अवस्था भएको हुनाले सम्बन्धित निकायले ध्यान दिनलाई जरुरी छ र चाँडैभन्दा चाँडै त्यो पुल बनोस् भन्ने। माननीय सदस्य सन्तोष परियार। सम्माननीय सभामुख महोदय, सूर्यविनायक साँगा धुलीखेल सडक 6 लेनको विस्तार योजना 2079 पुस 24 गते ठेक्का सम्झौता भयो। यो सम्झौता लामा कन्स्ट्रक्सनले गरेको थियो। सम्माननीय सभामुख महोदय, अहिले यो सम्झौता अनुरूप 3 वर्षमा सक्नुपर्ने यो योजना काम भइरहेको छैन। स्थानीयवासीहरूले यो सडक निर्माणका कार्यले असाध्यै दुःख पाइरहेका छन् भने साँगा भन्ज्याङ जो काठमाडौँसँग जोडिन्छ आवाजात गर्ने बाटो त्यहाँ पहिरो गएर त्यो रोक्ने अवस्थामा छ। म सम्माननीय सभामुख मार्फत लामा कन्स्ट्रक्सन र सम्बन्धित निकायहरूलाई यो सडक निर्माणमा गम्भीर भएर कार्य गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। माननीय सदस्य सरस्वती सुब्बा। सम्माननीय सभामुख महोदय, जेष्ठको 2 देखि 4 गतेसम्म सरकारले सगरमाथा संवादको आयोजना गरेको छ। 5 वर्ष अघि कोभिड-19 महामारीका कारण रोकिएको सगरमाथा संवाद अगाडि बढाउन लागेकोमा धन्यवाद छ। सभामुख महोदय, भारत र चीन हाम्रो छिमेकी मात्र नभई ठुला औद्योगिक शक्ति राष्ट्र समेत भएकाले जलवायु सन्तुलनमा उनीहरूको योगदान अनिवार्य हुनुपर्छ। जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पर्ने देशहरूको जीवन, संस्कृति, सभ्यतालाई गम्भीर क्षति पारिरहेको सन्दर्भमा छिमेकी देशहरूसँग प्रभावकारी संवादको पहल जरुरी छ। यसपल्टको सगरमाथा संवादमा सगरमाथा र हिमालय क्षेत्रका पारिस्थितिक प्रणालीलाई बचाउनका लागि छिमेकी राष्ट्रहरूको सहकार्य र संयुक्त कदमहरू, साझा जलवायु परिवर्तन रणनीति र प्राकृतिक स्रोतको संरक्षणमा सहयोग, जलवायु न्याय र क्षतिपूर्तिको विषयमा प्रमुखताका साथ उठोस्। सभामुख महोदय, जलवायु परिवर्तन र यसले पारेको प्राकृतिक तथा मानवीय असर निकै गम्भीर छ। छिमेकी देशहरूसँग पछि छलफल हुन सक्यो भने अहिले साझा चुनौती मिलेर हल गर्न सकिन्छ। त्यसैले सगरमाथा संवादको तयारी गुणात्मक हिसाबले गरौँ। म सम्माननीय सभामुख मार्फत सरकारलाई अनुरोध गर्दछु। धन्यवाद। माननीय सदस्य सराज अहमद फारूकी। सम्मानीय सभामुख महोदय, नेपाल बहुधार्मिक बहुभाषिक समाज भएकोले हरेक धर्म समाजको सम्मान हुनु आवश्यक छ। रमजानको पवित्र महिना सकेपछि मुस्लिम समुदायका महान चाड ईद उल फित्र आउन छ। त्यो दिन मुस्लिम समुदायको विद्यार्थीहरू बोर्डको परीक्षा दिन बाद बनाइएको छ। के यस्तो बेला छुट्टी दिनु नदिनु उचित हुन्छ? यो संविधानको उल्लङ्घन होइन। सभामुख महोदय, मार्फत सबै धर्म र संस्कृतिको सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहे तथा अविलम्ब यसलाई सरकार सच्याउने काम गरियोस्। धन्यवाद। माननीय सदस्य सरिता भुसाल। सम्माननीय सभामुख महोदय, स्थानीय समुदायले पुस्तौँदेखि अभ्यास गर्दै आएको मौलिक कला, संस्कृति र परम्परागत सिप हाम्रो पहिचानको मरुदण्ड हो। परम्परागत सिपको पहिचान, संरक्षण र प्रवर्धन हुन नसक्दा हस्तकला, धातुकला तथा परम्परागत निर्माण कला लोप हुँदै गएको छ। रैथाने उत्पादन तथा परम्परागत सिपमा आधारित वस्तुलाई ब्रान्डमा परिणत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकियो भने रोजगारीका अवसरहरू स्वतः सिर्जना हुँदै जानेछन्। सभामुख महोदय, परम्परागत तथा स्थानीय सिप हस्तान्तरणका लागि युवाहरूलाई प्रशिक्षण दिने, सामुदायिक विद्यालयहरूमा परम्परागत सिपलाई पाठ्यक्रममा समावेश गरी व्यावसायिक शिक्षाका रूपमा विकास गर्ने हो भने मात्र हाम्रो मौलिक पहिचान जीवित रहनेछ। तसर्थ हाम्रो मौलिक सम्पत्तिको संरक्षण, प्रवर्धन र विकासका लागि नीतिगत रूपले ठोस कदम चाल्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।
माननीय सदस्य डाक्टर स्वर्णिम वाग्ले। सम्मान्य सभामुख महोदय, गण्डकी प्रदेशमा प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले पोखरापछि तनहुँको बन्दीपुरलाई अत्यन्तै आकर्षक मानिन्छ। सन् 2025लाई भिजिट बन्दीपुर वर्ष मनाइँदै गर्दा सम्मान्य सभामुखज्यू मार्फत सबै सांसदज्यूहरूलाई म चुलै निम्तो दिन पनि चाहन्छु। पहाडकी रानी भनेर चिनिने बन्दीपुरलाई पृथ्वीनारायण शाहकै पालादेखि भक्तपुरबाट जानुभएका नेवार अग्रजहरूले एउटा उन्नत व्यापारिक नाका बनाउनु भयो। नजिकै रामकोट जस्ता समृद्ध मगर बस्तीहरू, गुरुङ बस्तीहरू, खसार्य दलित बस्तीहरू छन्, मनोरम छन्। डुम्रे हुँदै पृथ्वी राजमार्ग बनेपछि अलिकति बन्दीपुर ओइलाउन गयो, तर विगत 25 वर्षदेखि यसको गजबको रेनेसान्स भइरहेको छ। एउटा पुनर्जागरण, पर्यटकीय चाहिँ रिजुभिनेसन भइरहेको छ र यस नयाँ वर्ष 2082 को शुभकामना त्यही साट्नको लागि म सबैलाई आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य शान्ति चौधरी। सम्माननीय सभामुख महोदयज्यू, हाम्रो नेपालमा 2062-63 को जनआन्दोलन पश्चात निरङ्कुश राजतन्त्रको विधिगत रूपमा विदाय र अन्त्य भइसकेको छ र पनि हामीले यो सदनमा र बाहिर सडकमा पनि अनावश्यक भरम जनताहरूको बिचमा छरिरहेको परिस्थिति देखिराखेको छौँ। त्यस कारणले म के भन्न चाहन्छु भने, जुन गएको दिनलाई फेरि पनि फर्काउने जुन कुचेष्टाहरू भइराखेको छ, यसको घोर विरोध गर्दै म सम्झाउन चाहन्छु राजा फर्काउने साथीहरूलाई। हामीले बिर्सियौँ जुन जङ्गबहादुरको पालामा 42वटा श्रीमती जोड्ने ती महिलाहरूलाई हिंसा गरेको। आज हाम्रो बर्दियामा पनि युवराज शर्मा जस्ता व्यक्तिले सयौंको सङ्ख्यामा। माननीय सदस्य सुनिता बराल। सम्माननीय सभामुख महोदय, हामी 3 तहको जनप्रतिनिधिहरू यो देशमा कार्यरत छौँ, तर जनप्रतिनिधिहरूका मनोविज्ञान लोकप्रिय काम गर्ने, तथ्यगत काम गर्ने, आवश्यकताका आधारका कामहरूलाई प्राथमिकीकरण गर्ने भन्दा चर्चित भएर आफ्नो चर्चा बटुल्ने खालका अभ्यासमा बढी आफूलाई अल्मल्याउँदाखेरि कामहरू थाँती भइरहेका छन्। आज चाहिँ हामीले सूचना प्रविधिका धेरै प्लेटफर्महरू छन्। संसद सचिवालयले पनि थप विश्वसनीय र प्रभावकारी काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ भने आज नेपाल सरकारले पब्लिक इस्युहरूलाई रिसर्च सेन्टरका माध्यमबाट केन्द्रीकृत गर्ने र पब्लिक रिसर्च इस्यु सेन्टर स्थापना गरेर कानुन निर्माणसँग समन्वय गर्दै थप प्रभावकारी काम गर्नका लागि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य सुमना श्रेष्ठ। सम्मानीय सभामुख महोदय, सोबियुको चुनाव भय मुक्त र राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्छ। यो सरकारसँग र यो कमान्डरका रूपमा खटिनु भएका सम्पूर्ण नेतागणहरूमा म अनुरोध गर्न चाहन्छु। सामाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरि आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्तापक्ष निकटका भातृ सङ्गठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन्। अब यसमा चाहिँ नि मैले ध्यान आकर्षण गराएँ, यसलाई भयमुक्त गराउनु पर्यो। र अर्को चाहिँ नि काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाल काङ्ग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि ध्यान आकर्षण गराएँ। धन्यवाद। के नियम आपत्ति हो मान्यज्यू? मान्य सदस्यहरू आसन ग्रहण गरौँ। यहाँ तल मान्य सदस्यहरू यताबाट समय लिएर आफ्ना कुराहरू राखौँ।
मान्य सदस्यहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गर्छु। मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी जिम्मेदारीपूर्ण ढङ्गबाट राष्ट्रको सामु सार्वजनिक ढङ्गबाट राखिरहनु भएको हामीले बुझेका हुन्छौँ र बुझ्नुपर्छ। त्यसरी राखिरहेको कुरा चाहिँ यो लान्छना हो, झुटो हो। यसरी के भन्छ कि यस्ता नचाहिँदा झुटा कुराहरू यहाँ राखेर भ्रम सिर्जना गर्न पाइँदैन भन्ने कुरा मान्यजीहरूले तलबाट मैले समय नदिँदाखेरि पनि राख्नुभएको कुराहरू यहाँ सुनिरहेको छ। त्यसैले यहाँ वाद विवाद गरेर यो विषयमा जाने होइन, यो कुराको लागि प्रक्रियासँग ढङ्गबाट कसरी लाने भन्ने कुराहरू गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि सबै बोल्नुहुने मान्य सदस्यहरूले आफूले उत्तरदायी र जिम्मेदारी हुने प्रमाणित गर्ने गरी बोल्नुपर्छ र बोल्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ। त्यसैले गर्दा यहाँहरूले राख्नुभएका कुराहरूमा अहिले आसन ग्रहण गर्ने र समय अनुसार समय लिएर मान्यहरूले मौका पाउँदाखेरि बोल्ने कामहरू गरौँ। त्यसैले म मान्यजीहरूलाई आसन ग्रहणको लागि अनुरोध गर्छु। मैले मान्यजीहरूलाई बस्नको लागि अनुरोध गरेको छु। मान्यजीहरू आसन ग्रहण गरेर आफ्नो समयमा मान्य सदस्यहरू मैले अघि नै कुराहरू गरिसकेँ। मान्य सदस्यहरूले राखेका कुराहरू सार्वजनिक ढङ्गबाट संसदको अगाडि आफ्नो समयमा राखिसकेपछि उहाँहरूले तथ्य प्रमाण र सत्यको आधारमा कुराहरू राख्नुपर्छ र राख्नुभएको छ भन्ने कुराहरू हो। जहाँसम्म अहिले यहाँ शून्य समयमा बोल्ने मान्य सदस्यहरूले नेपाली काङ्ग्रेसका नेताले जमिन प्रयोग गरे भनेर भन्नुभएको छ। उहाँहरूसँग तथ्य होला, सत्य होला, घटना होला भन्ने एउटा कुराहरू हो। यो त बेठी कुरा हो, बिना प्रमाण यस्तो बोल्न पाइँदैन भनेर समय नपाउँदाखेरि पनि माइक नदिँदाखेरि पनि मान्यजीहरूले तलबाट प्रतिवाद गरिरहनु भएको छ। यसको बारेमा कसरी बोल्ने मान्यजीहरूको या रेकर्डबाट हटाउने नहटाउने के गर्ने भन्ने कुरा अहिले तुरुन्त यहाँ निष्कर्ष गरिन्न। जे पनि लान्छना लाउने हटाउने भनेपछि हटाइदिने भएपछि त्यो लान्छना सकिन्छ? मेरो विचारमा त्यस्तो सकिँदैन। त्यसैले अनि लान्छना हो कि होइन भन्ने कुरा यहाँ एकैछिनमा बोलेर यहाँबाट जवाफ दिएर वा त्यहाँबाट पक्ष विपक्ष भएर बोलेर टुङ्गिन्छ, त्यसरी पनि टुङ्गिँदैन। त्यसले गर्दाखेरि अहिले म यहाँहरूलाई के भन्दछु भने मान्य सदस्यहरूले उठाउनु भएको कुराहरूमा तपाईँहरूले समय नपाउँदा माइक नपाउँदाखेरि पनि यसरी एउटा राजनीतिक पार्टी भनेर अमूर्त भनेर पार्टीको बदनाम गर्नु भएन। व्यक्ति हो भनेको व्यक्ति हो, कुटान हुनु पर्यो, यस्तो लान्छना लाउनु भएन भनेर तपाईँहरूले भन्नुभएको कुराहरू सुन्नमा आएको छ। त्यसले गर्दाखेरि यस्ता कुराहरूप्रति जिम्मेदारी साथ अगाडि बढौँ। अहिलेलाई मान्यजीहरू आसन ग्रहण गर्नुहोस् र शून्य समयको कारबाहीलाई अगाडि बढाउन सहयोग गर्नुहोस्। अब शून्य समय बोल्ने मान्य सदस्य हुनुहुन्छ सुरेन्द्र राज आचार्य। सम्मान्य सभामुख महोदय,
गर्मीयाम सुरु हुँदैछ। विभिन्न जिल्लाका दूरदराजमा खानेपानीको विकराल समस्या छ। तराईमा रहेका प्राकृतिक ताल पोखरीहरू उचित संरक्षण नहुँदा पानीको सतह झन्झन तल गएको अवस्था छ। जडान गरिएका ह्यान्डपम्पहरूमा पानी नआउँदा जनता थप समस्यामा छन्। कपिलवस्तु जिल्लाको विभिन्न पालिकाहरूमा लाखौँ खर्चेर बनाइएका ओभरहेड ट्याङ्कहरूमा अहिलेसम्म बजेट अभावका कारण पाइप विस्तार हुन नसकेर अल्पत्र अवस्थामा छन्। अत सभामुख मार्फत आम नागरिकले शुद्ध पिउने पानीको प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछु। धन्यवाद। माननीय सदस्य सुशीला श्रीपाली ठकुरी। सभामुख महोदय, देशमा सरकार छ कि छैन त्यसको आभास गर्न जनताले पाएका छैनन्। यति बेला देशका शिक्षकहरू आन्दोलनमा छन्। जातीय विभेदका घटनाहरू बढिरहेका छन्। भ्रष्टाचारका ग्राफहरू दैनिक बढेको छ। लोड सेडिङलाई अन्त्य गर्ने कुलमानलाई शून्यमा झारिन्छ। सरकार जनताप्रति उत्तरदायी नहुँदा पुनरुत्थानवादीहरूले यति बेला धमिलो पानीमा माछा मार्ने दुष्प्रयास गरिरहेका छन्। राज्यको चौथो अङ्ग प्रेस स्वतन्त्रतामाथि अपमानजनक ढङ्गले कारबाही गरिन्छ। गएको वैशाखदेखि फागुनसम्म मात्र आर्थिक सामाजिक विभेद र अन्याय विरुद्ध मिटर ब्याज सहकारी पीडितहरू, गुठी पीडितहरू, उखु किसान, मजदुर लगायतले माइती घरमा 1086 पटक धर्ना जुलुससम्म गर्न परेको छ। यसर्थ सरकारलाई म सभामुख महोदय मार्फत आफ्ना कार्यशैलीहरू आमूल रूपमा परिवर्तन गरी जनताप्रति जवाबदेही हुन गम्भीर रूपमा आग्रह गर्न चाहन्छु। धन्यवाद। लाल सलाम। माननीय सदस्य सुहाङ नेम्बाङ। सम्माननीय सभामुख महोदय, आज हामी सबैको प्रिय नेता संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङको जन्मदिन। म उहाँलाई सम्झेर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र उहाँले माया गर्नुभएको हाम्रो इलामको कृषि बजारमा धेरै सम्भावना बोकेको छुर्पीको विषयमा उठान गर्न चाहन्छु। छुर्पी र यसको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको छ। वर्षेनी 4 अरबमाथि निर्यात हुने गरेको तथ्याङ्क छ। यसले रोजगारी सिर्जना गर्नुको साथै दुध किसानको आम्दानीको स्रोत पनि बनेको छ। तर सम्भावना बोकेको वस्तु खास गरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अनियोलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ। यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालय बीच अनियोलताको सिर्जना भएको छ। नेपालबाट निर्यात हुने एकमात्र दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले यस व्यवसायको भविष्यमा सङ्कट पैदा भइरहेको छ। म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकाय र सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य सूर्य प्रसाद ढकाल। सम्माननीय सभामुख महोदय, नरेन्द्रपुर हुलाकी राजमार्गदेखि उत्तर दक्षिणका सडकहरूको कालेपत्र, क्षेत्र नम्बर 1 मा रहेका 30वटा वडाहरूमा शुद्ध खानेपानी र सबै टोलहरूमा विद्युत विस्तार, कुसुमदेखि कौशिलानगरसम्म मध्यवर्ती क्षेत्रमा तारबार, हुलाकी राजमार्ग अन्तर्गत सरस्वती माविदेखि नारायणपुरसम्मको सडक कालोपत्र, कोलपुर क्रिकेट मैदान निर्माण, कुसुम राप्ती नदी, कचनापुरको मधुवा र पनरुवा खोला महादेवमा पक्की पुल निर्माण, खल्ला झगडिया, विषमपुर र चुकेनाला, डुडुवा र रोहिणी खोलामा तटबन्धन, कोलपुर रिङ रोड, कोलपुरमा आधुनिक सुविधा सम्पन्न बाल अस्पताल, सिटी हल, कोलपुरमा खेलकुद विश्वविद्यालयको स्थापना आउने आर्थिक वर्ष 2082-83 को लागि यी योजनाहरूमा थप बजेटको व्यवस्थापन गर्न सभामुख मार्फत नेपाल सरकारसँग जोरदार माग गर्दछु। हस्, धन्यवाद। माननीय सदस्य सूर्यबहादुर थापा छेत्री। सम्मान्य सभामुख महोदय, म चाहिँ लुम्बिनी प्रदेशको असाध्यै महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको र राष्ट्रिय गौरवको अत्यन्तै सम्भावना बोकेको आयोजना नौमुरे बहुउद्देश्य जलविद्युत आयोजना निर्माणको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। खास गरी प्युठान, दाङ, अर्घाखाँची र कपिलवस्तुको सिँचाइ, तटबन्ध, नदी नियन्त्रण र जलविद्युत विकासको हिसाबले यसको व्यापक सम्भाव्यता रहेको छ र जिल्लाको समृद्धिको सपनाका रूपमा रहेको छ। यस आयोजनाको कार्यान्वयनमा विभिन्न कारणले ढिलाइ हुँदै आएको छ। यस सन्दर्भमा म कार्यालयको स्थापना खास गरी बाङ्गेसाल झिलिबाङ क्षेत्रमा स्थापना गर्न, दरबान झिलिबाङ लामाताल पहुँच मार्ग स्तरोन्नति र कालोपत्रे गर्न,
झिलिबाङ लामातालको पक्की पुल छिटो निर्माण। माननीय सदस्य शोभिता गौतम। सम्मान्य सभामुख महोदय, मैले पटक पटक भन्दै आइरहेको छु, सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छु। म देख्छु सरकार अत्याधिक सतर्क, असहिष्णु र उदाउँदै गरेको नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ। यसले के देखाउँछ भने सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर सङ्कटमा छ। तर सभामुख महोदय, यो सङ्कट सरकार आफैले निम्त्याएको हो। सरकारले कानुनलाई न्यायको तराजु बनाउनु पर्ने थियो, तर प्रतिशोधको तरवार बनायो। उदाउँदै गरेको नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पङ्क्तिमा उभिन सक्थे, उनीहरूलाई नै झुटा मुद्दा लगाएर दमन गर्ने प्रयत्न गरिरह्यो। सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसद होच्याउने, पत्रकारहरूको पास खोज्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक लिएर आउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरू कब्जा गर्ने, यी सबै नियन्त्रणमुखी शासनका लक्षणहरू हुन्। सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला, तर जनताको चेतना नियन्त्रण गर्न सकिँदैन। त्यसैले लोकतन्त्रको असली खतराहरू कोही हो भने सरकार आफै हो सभामुख महोदय। त्यसैले सबैको विचार अट्ने व्यवहार गर्नुहोस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ। यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो। धन्यवाद। माननीय सदस्य सञ्जय कुमार गौतम। सम्मानीय सभामुख महोदय, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 10 गजा क्षेत्रमा ठुलो बस्ती रहेको छ। लाखौँ जनता त्यहाँ बसोबास गर्छन्, तर त्यो ठाउँमा 1 किलोमिटर क्षेत्रभित्र सरकारले ती किसानहरूलाई ऋण नदिँदा, तिनीहरूले आफ्नो जग्गा राखेर, धितो राखेर कर्जा नपाउँदा त्यहाँका किसानहरूको साह्रै बिचल्ली भएको छ। यो नियमलाई नेपाल सरकारले तत्काल परिवर्तन गरोस्, सरकारी ब्याङ्कमा होस् या प्राइभेट ब्याङ्कमा होस्। 10 गजा क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई राहत मिल्नेछ। कृषिमा उनीहरूको योगदान पुर्याएका छन्, उनको जीवन साह्रै कष्टकर छ। योतर्फ नेपाल सरकारको तत्काल ध्यान जाओस्। धन्यवाद। माननीय सदस्य हितबहादुर तामाङ। सम्माननीय सभामुख महोदय, केही दिन अघि राजतन्त्रवादीहरूले सडक प्रदर्शन गरे। यो सडक प्रदर्शन गर्नुमा सरकारको गलत कामहरूबाट आक्रोशित जनसमुदायको भावनालाई दुरुपयोग गर्ने सोचका साथ संविधान र गणतन्त्रवादी शक्तिहरूलाई हमला गर्ने उद्देश्य अनुरूप यो प्रदर्शन गरिएको देखिन्छ। म के भन्न चाहन्छु भने 50औं वर्षदेखि राजतन्त्रको विरुद्धमा र गणतन्त्रको पक्षमा अभ्यस्त जनसमुदायलाई कुनै पनि हिसाबले भड्काउन सकिँदैन। त्यस कारणले यो म्युजियममा सीमित भएको राजतन्त्रले फेरि फर्किन्छ कि भन्ने खालको यो दिवास्वप्न नदेख्नको निमित्त म राजतन्त्रवादी शक्तिहरूलाई म चेतावनी दिन चाहन्छु। धन्यवाद। माननीय सदस्य हर्कमाया विश्वकर्मा। सम्माननीय सभामुख महोदय, अहिले पनि हाम्रो समाजमा दलितहरूलाई हेर्ने दृष्टिकोण आजका पुस्तामा पनि परिवर्तन नहुनाले समाजको चेतनाको चित्रण छर्लङ्ग हुन्छ। सभामुख महोदय, सन्दर्भ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको जीवनमा आधारित सपना, सङ्घर्ष र सङ्कल्प नामक पुस्तक विमोचन कार्यक्रममा कलाकार प्रकाश सपुतले आफ्नो भनाइ राख्दा, मेरा पुस्ताका साथीहरूले मेरो जन्म गाउँ पहाडमा भयो भनेर बुवा आमालाई गरिबी देखाएर सपना नदेख्ने, सङ्घर्ष गर्न छाड्ने, प्रगतिबाट पछि हट्नेका लागि केपी शर्मा ओली हाम्रो सामु प्रेरणाको स्रोत हुनुहुन्छ भनेर बोले बापत अहिले सामाजिक सञ्जालमा जातीय विभेद हुने अश्लील शब्द प्रयोग गरी भिडियोहरू आइरहेको छ। सभामुख महोदय प्रकाश सपुत दलित मात्र होइन, हाम्रो देशको सम्पत्ति र गहना पनि हो भन्न बुझ्नका लागि यस्ता गलत सोच विचार भएकालाई म भन्न चाहन्छु र वाक स्वतन्त्रताको नाममा यस्ता समाज बिथोल्ने अभिव्यक्ति दिनेलाई कानुन। माननीय सदस्य हितराज पाण्डे। सम्मानीय सभामुखज्यू, होली पर्व 2081 को उपलक्ष्यमा नेपाल र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हाम्रो दलको र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। बाख्रा पालक किसानहरू अहिले देशैभरि आफ्नो पसिनाको मूल्य नपाएर तथा ब्याङ्कको ऋणमा चुर्लुम्म डुबेर आक्रान्त छन्। देशैभरि करिब 51% घरमा बाख्रा पालन भइरहेको पाइन्छ। किसानले प्रति केजी खसी बोकाको मूल्य 550 जति मात्र पाउँछन्, तर उपभोक्ताले प्रति केजी 1400 तिर्नु परेको छ। त्यसैले भारतबाट अवैध रूपमा भित्रिने खसी बोका रोक्न, बिमाको व्यवस्था गर्न,
किसानले उचित मूल्य पाउने व्यवस्था गर्न, औषधि उपचारको व्यवस्था गर्न, दाना र चोकरको मूल्य घटाउन, आहारा प्रशोधन प्लान्ट स्थापना गर्न, मल प्रशोधन प्लान्ट स्थापना गर्न, घाँसको उचित व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई सम्माननीय सभामुखज्यू मार्फत गम्भीर ध्यान आकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य हेमराज राई। सम्माननीय सभामुख महोदय, गएको साउन 9 गते सौर्य एयर दुर्घटना परेको थियो। 34 दिनसम्म ग्राउन्डेड भएको उक्त जहाज पोखरामा मर्मत गर्न लगिएको थियो, तर त्यहाँ कानुनले नै नदिएको यात्रीहरू समेत थिए। 18 जना मृत्यु भएको उक्त दुर्घटनाको अहिलेसम्म छानबिन प्रतिवेदन पनि आएको छैन। मृतक परिवारले क्षतिपूर्ति पनि पाएका छैनन् र कसैलाई पनि कारबाही पनि भएको छैन। यस्तो किन भइरहेको छ? म सभामुख महोदय मार्फत सरकारसँग यसको जवाफ माग गर्दछु। सभामुख महोदय, नेपालमा अहिले राजा छैनन्, तर हिजो सदनमा कतिपय मान्यज्यूहरूले राजा, राजाको सन्देश आदि पदावली प्रयोग गर्नुभएको छ। यो असंवैधानिक पदावलीहरू सदनको रेकर्डबाट हटाउनको लागि सभामुख महोदय मार्फत म माग गर्न चाहन्छु। र अन्तमा सबै नेपालीहरूलाई होलीको शुभकामना प्रकट गर्दछु। स्वास्थ्यपूर्ण। माननीय सदस्य हृदयराम थाने। सम्मानीय सभामुख महोदय, सुर्खेत विमानस्थलको उत्तरतर्फ धावन मार्ग विस्तार गर्नका लागि आवश्यक स्रोत व्यवस्थापना गरी काम अगाडि बढाउन सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सुर्खेत पश्चिम क्षेत्रको जनताले शास्ति खेपिरहेको बड्डीचोर खम्बागाडी सडकको काम ढिला नगरी सम्पन्न गर्नेतर्फ सम्बन्धित क्षेत्रको ध्यान जाओस्। त्यस्तै निर्वाचन क्षेत्र रणनी सडक अन्तर्गत खम्बागाडी बाबियाचौर विद्यापुर सडकको EIE को काम छिटो टुङ्ग्याउन मापदण्ड अनुसार छिटो सम्पन्न गरियोस्। हाल लुम्बिनी प्रदेशको बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई सुर्खेतको दुलालथाईमा तुरुन्तै स्थानान्तरण गरियोस्। त्यस्तै सुर्खेतको गुटुमा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि मुक्तिश्री सिमेन्ट प्रणालीले 2066-5-21मै अनुमति लिएको हालसम्म कुनै पनि काम अगाडि नबढेकोले जिम्मेवारी भई काम अगाडि बढाइयोस्। अन्त्यमा हाल सुर्खेतको लगामसम्म पुगेको मदन भण्डारी राजमार्गलाई छिटोभन्दा छिटो सुदूरपश्चिम प्रदेशको डोटीसम्म जोड्ने व्यवस्था गरियोस्। धन्यवाद। मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।